नमस्कार सम्पूर्णमा अभिवादन। म कुल प्रसाद भट्टराई रबिन। मेरो स्थायी ठेगाना नवलपरासी क्षेत्र नम्बर 2 को सुनवल नगरपालिका वडा नम्बर 3। म यस राष्ट्रिय स्वतन्त्र पार्टीको आकांक्षी उम्मेदवार। यो हुँदै गर्दा मेरो उम्मेदवारी किन भन्ने आउला। मेरो उम्मेदवारी म जुन ठाउँमा छु अहिले क्षेत्र नम्बर 2 को सुनवलबाट हुन्छु र यसो गर्दा सुनवल सहितको यो क्षेत्र नम्बर 2 को विभिन्न किसिमका समस्याहरूसँग नजिकबाट जुझेको सानैबाट चाहिँ एउटा सामाजिक सेवामा लागेको मान्छे भएको भएर मलाई ती सब कुराहरूसँग आफूलाई अलिकति नजिक्याउन सके मैले र त्यसले गर्दाखेरि आफ्नो उम्मेदवारी र म नै हुनुपर्ने कारण एउटा के मात्रै भने म आफू पेशागत हिसाबमा अहिले राजनीतिज्ञ एउटा समाज सेवामा हिँडेको मान्छे। म राष्ट्रिय स्वतन्त्र पार्टी सुनवलको नगर सभापति पनि भएको हुनाले कति धेरै वडाहरू यो हाम्रो क्षेत्र नम्बर 2 अन्तर्गत हाम्रो 40 वटा वडा मध्येको लगभग धेरैवटा वडाहरूमा हाम्रो कति वडाहरूमा वडा अधिवेशन भइसकेको अवस्था र जसमा चाहिँ भएको छैन त्यसमा चाहिँ हाम्रो तदर्थ समिति हामीले गठन गरेर जाने प्रक्रियामा त्यहाँका मतदाता, त्यहाँका हाम्रा साथीभाइहरू, त्यहाँका हाम्रा साङ्गठनिक सदस्यहरूसँग नजिकबाट जुधेर नजिकसँग उहाँहरूसँग चिना परिचय हुँदै गर्दाखेरि मेरो मनोबल बढेको। यसका लागि जित्ने आधारहरू धेरै छन् र यो ठाउँको विभिन्न किसिमका चरणहरूमा यो ठाउँमा हामी चाहनेबाट अहिले मेरो यो एज हुँदै गर्दासम्म म राष्ट्रिय स्वतन्त्र पार्टीको विगत 3.5 वर्षदेखिको इतिहासमा सुरुवाती कालबाट लाग्दै गर्दाखेरि मैले विभिन्न किसिमका मुद्दाहरूको उठान गरेछु। नदी दोहनका मुद्दाहरू उठाएको छु र शिक्षण पेसामा भएका विसङ्गतिहरूका बारेमा मुद्दा उठाएको छु र यस्तै गरेर सुशासनका बारेमा विभिन्न ठाउँहरूमा विभिन्न कार्यालयहरूमा मुद्दा उठाइएको छ। यसले गर्दा आफ्नो यो भोलि चाहिँ एउटा संसदीय हिसाबमा गइसके पछाडि त्यसलाई यदि नीति निर्माण तहबाटै त्यसको चाहिँ एउटा निराकरण गर्न सकियो, ती समस्याहरूलाई समाधान गर्न सकियो भने राम्रो होला भनेर मैले आफ्नो उम्मेदवारी दिएको हुँ र अवश्य पनि के हुन्छ एउटा सांसद र सांसदले गर्नुपर्ने धेरै कामहरूमध्ये एउटा मुख्य काम भनेको नीति निर्माण गर्ने नै हो र त्यसको बावजुद आफ्ना ठाउँहरूमा भएका विसङ्गतिहरू र कुशासनका कुराहरू, त्यसभित्र भएका थुप्रै अरू विभिन्न किसिमका समस्याहरूको बारेमा चाहिँ एउटा बुलन्द आवाज लिएर त्यो संसदमा उठाउने मेरो आफ्नो चाह भएको भएर मैले यो उम्मेदवारी दिएको छु। सम्पूर्णमा धन्यवाद।